साथीहरु हामी चाहिँ तरुल खन्न आछौँ वनमा लैनुस् कत्रो ठुलो जंगल छ यहाँ चाहिँ बाघ पनि आउँछ है साथीहरु कस्तो डर लाग्छ मलाई त अनि हामी चाहिँ यहाँ तरुल खनेर यतिको भयो यतिको खाल्टो खन्दै छौ यस्तो मिठो हुन्छ नि तरुल बिस्तारै खने हात काट्ला बहिनी हात नहाल्नु हान्न छोरा आयो मम्मीले नहान नि सानो खाना जति मिठो छ काम गर्न धेरै गाह्रो छ साथीहरु नकर नि छोरो आन्टीले तरुल खने हेर्न सानो ना साबुन खाएर आज अलिकति आमामा मुख नमिठो भएर रुएर हैरान तपाईँ के गर्नु भएको थियो लुगा धोइरहेको थिएँ कतिखेर खाइसकेछ थाहा नभए यतापट्टि गरेछ है कस्तो मजाले काटे है सराक्क गर्दो रहेछ त्यस्तो भयो भने चाहिँ घाउ त्यो हुन्छ बहिनी तर तिनीहरू चाहिँ बिउलाई राख्ने आमामा कत्रो भयो नि ए यो उतापट्टि बाबुलाई उता मोबाइल हेरेर पुगेको तपाईँहरूको कति झिका टन्नै झिका घरमा तपाईँ मलाई थाहै छैन म त हिजो फुली बाबाहरूले झिकिरहेको थिएँ कति झिक्यो के गर्यो मलाई त्यस्तो मन पनि पर्दैन यसो यहाँ रमाइलोलाई मात्र आइदियो आमा कत्रो रहेछ त बहिनी निक्ल्यो है ल्याउनुहोस् तरुल हो छ जस्तो छ है उता नि हेर्नु भित्तामा नि बहिनी क्या मजाले निक्लिँदैछ है नजान्ने त काम छैन तपाईँ त जान्ने भएर मात्र मैले भयो त ल्याम्का ल्याएँ मैले सबै आधी आधी काटिसकेको थिएँ मैले त काटिसकेँ भने भयो नि तपाईँले कस्तो मजाले निकाले यस ल्याउनुहोस् हाम्रो मेहनतको फल ल्याउनुहोस् आहा औषधी केही हाल्दैन है अचम्म कस्तोसँग फल्ने है त्यहाँ पनि छ ठुलो यो चाहिँ मेरो माइतीलाई कोसेली के पठाउँ कोसेली तरुल झोलामा माथि छ भन्नुहुन्थ्यो नि त यति मात्र त कति गऱ्यो नि त कति फुस्क्या फालिन्छ पोरको हेर्नु पोरको निकाले छैन भनेपछि पोर ननिकालेर रहेछ थाहा पाउँछ त्यसरी पुरानो हुन्छ नि त त्यही भन्थ्यो थियो निकाले छैन पोर पनि खने छैन भन्थ्यो मम्मीले कस्तो मजाले निक्ल्यो काट्यो अघि है यो आधी भइगयो हाम्रो बहिनी चाहिँ साह्रै मेहनतिलो छ क्या साथीहरू यति धेरै मेहनतिलो छ जे काम गर्नु एकदम मेहनतिलो छ मान्छे अलिअलि बेला बेलामा ठस्स रिसाउँछ त्यतिखेर नत्र सब ठिक छ रिस उठिहाल्दैन नि बहिनी मान्छेलाई होइन जसलाई नि उठ्छ साथीहरू यसो बुझिदिनु होला हालिदिनु होइन मेरो भिडियो दिने भाइरल भइदियो अरे हाम्रो तरुलवाली भएर भित्रसम्म छ हो क्या रमाइलो हुँदो रहेछ तपाईँहरू वन तरुल खाँदा नि यस्तै हुन्थ्यो हुन्छ नि
साथी साथी सब खानेकुराहरू लिएर जाने क्या भन्नुहुन्छ लास्टमा यत्रो यत्रो गुच्छ जस्तो तरुले त्यस्तो हुन्छ होइन त्यत्तिकै भन्थ्यो ल्याउँथ्यो नि हामीले कति ल्याउँथ्यो पहिले पछि अहिले अहिले जहाँ पाइहाल्यो खान्छ पोहोरको कति रहेछ नि सबै पोहोरकोहरू ल्याइन सानो पोहोरको तरुन नि छ तपाईँहरूलाई चाहिँ पोहोरको तरुन हामीलाई चाहिँ अहिलेको तरुन भित्रसम्म रहेछ के हुँदैन निस्किँदैन त्यति जस्तो है त्योभन्दा पनि तलसम्म छ के अरे उसले काट्यो र अँ ए हो रहेछ त तल सार्नु पर्ने त छन् म सासु छ नि त पर्दैन यति मात्र यति गरे हुन्छ तपाईँको पुरपुर बन्द अहिले हामी चाहिँ सुन खोज्दैछौँ है साथीहरू 2,75,000 पुगेको क्या अरे 3 लाख उनलाई सुन यसरी पाउने भयो त दिनभरि खोज्थेलाई पनि सुन यसरी सुनको हानी भेट्नु भने त दिनभरि सुन खोज्नु नसुतेले नि खोज्थ्यो होला म पनि हो म त दिनरात छोरालाई ढोकामा थुनेर होइन तर यसरी सुन खोजेर बस्थेँ नगर नि सानो छ्या 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 यो भन्दा तलसम्म रहेछ अझैसम्म रहेछ नि हो र अनि आयाम्बामा धेरै लामो रहेछ ल साथीहरू एकछिन बन्द गर्नु पऱ्यो खन्नु पऱ्यो ल म पनि खन्छु